हाई एभ्रिवान, गुड मर्निङ सबैजनालाई। म चाहिँ उठेर पर्दा खोल्दैछु। उज्यालो भइसकेको रहेछ। जाडो छ नि त, त्यही भएर अलिकति लेट नै उठिन्छ। त्यस पछाडि म बेडहरू मिलाउँछु। बेड मिलाइसकेर पर्दा पछाडि छाया देखेर के छ होला भनेको मेरो सानो बिरालो रहेछ। अनि बिरालोसँग एकछिन खेलेँ। अनि तल किचन झरेर चामल र दाल भिजाएँ। अनि त्यस पछाडि बिरालो र कुकुरको लागि खानाहरू बनाएर दिएँ, किनभने बिहान उठ्ने बित्तिकै उनीहरूलाई खाना दिनुपर्छ नि त। त्यस पछाडि म बिस्कुट खाऊँ भनेको, हेर न उसको खाना छोडी मलाई बिस्कुट माग्नु आएको। बिस्कुट चाउचाउ भन्ने बित्तिकै रुक्कै हुन्छ फेरि। हेर न यसले मलाई बिस्कुट माग्नु बनाउँदैछ। उसले मान्छे चाहिन्छ नि त सुत्नु बोलाउँदैछ मलाई। अनि खाना पनि खाए। सुत्दिनँ नि म त अब त। अनि अब त सुगर सुत्नु त नि अब चाहिँ खाना पकाउने टाइम भयो, त्यही भएर म चाहिँ खाना बनाउँदैछु। चार्ली चाहिँ बाहिर गएको थियो अनि अर्काको घरभित्र पसेछ। भित्रैबाट चाहिँ गेट लाग्दैछ क्या। मैले पनि देखिनँ, भर्खर देख्दैछु। हेर न कराएको। उनीहरूको लागि दुध किन पसल गएको, मलाई पसलसँगै पछ्याउनु पर्छ नि त। अनि दुईजना जाँदैछ मसँगसँगै। कस्तो राम्रो फुल फुलेछ क्या। अनि त्यही भएर मैले क्याप्चर गरिदिइहालेको। यो चाहिँ मेरो